नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जोसुकै गर भन्ने सन्देश दिन्छु म। मैले सन्देश दिएर मैले भने अनुसार गर्ने होइन नि, कसैले पनि आफ्नो इच्छा अनुसार गर्ने हो, आफ्नो चाहना अनुसार, आफ्नो सोचाइ अनुसार गर्ने हो। अरे म मन्त्री हुँदैमा निःशुल्क शिक्षा कसरी दिने, म भगवान हो र भनेको? केही न केही होला त नि, गरौँला। अहिले नै कसरी भन्ने, त्यो पत्रकारहरूले त नपेल्नु न हो। गिफ्ट नदेऊ भन्छु, गिफ्ट दिन्छ, दियो भने मैले बेचिदिन्छु, त्यही हो। मैले कसैलाई पनि मलाई पुरस्कार पनि नदेऊ, पुरस्कार दियो भने म पनि बेचिदिन्छु भनेछु मैले। गिफ्ट देऊ, केही पनि दियो भने म बेचिदिन्छु, मलाई नदेऊ भन्दा भन्दै पनि मान्छेहरूले दिन्छन्। अब दियो भने अब मैले भनिदिन्छु, दिन्छु। अब सेवा सुविधा मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने हो, त्यहीँ सुत्ने हो। किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि अपड झट अब अहिले नै यो गर्छु भन्ने कुरा चाहिँ नसोध्नुहोस् अब। म चाहिँ ठुलो भएको चाहिँ मलाई महसुस हुँदैन, म ठुलो मान्छे चाहिँ होइन। अब धेरैले शुभकामना दिनुभएको छ यो कार्यकालको सफलताको लागि भनेर शुभकामना दिनुभएको छ। यो कार्यकाल भनेको त 6 महिनाको छ। अब जस्तो सुकै परिस्थितिमा पनि म पछि हटिन। यदि गर्नु नै पर्ने भयो, मैले गरेर केही हुन्छ भने गरिदिउँ, प्रयास गरौँ भनेको। त्यो गरिदिउँ मात्रै होइन कि प्रयास गरिदिउँ। प्रयास गरेर अब हुन पनि सक्छ, नहुन पनि सक्छ। यो किताब बेचेर आएको पैसाले के हुन्छ भन्ने थाहा छैन भने सुन्नुहोस्। यो किताब बेचेर आएको पैसाले वीरगञ्जमा भएको कृषि औजार कारखाना मर्मत गरेर अहिले सञ्चालनमा ल्याइसकेको छ र नेपालको यो जिन्दगीमा ठेगान हुँदैन के, भर हुँदैन। कुनै कुरा यस्तो हुन्छ जो गर्दिन भन्दाखेरि गर्नुपर्ने बाध्यता हुन्छ। त अहिलेको भएको बाध्यता त्यही हो। जस्तो मैले वीरगञ्ज कृषि औजार कारखाना चलाउँला भनेर भनेको होइन, परिस्थिति आइपर्यो। अब यो मन्त्री पनि यस्तै हो। यो गर्दिन भन्दा भन्दै पनि परिस्थितिमा आइपरेपछि, छोरो भएपछि चाहिँ अगाडि बढ्नुपर्छ भन्ने कुरो चाहिँ पाठ सिक्नुपर्छ युवाहरूले। फलम बाङ्ग बनायो आरले, मन बाङ्गियो मायाकै कारणले। बनकी चरी बनेमा रमायो, सँगै जीवन काटौला भन्थे, मायाले अन्त्य घरबार जमायो। मन्त्री मलाई क्वार्टर चाहिन्न। सचिवज्यूलाई म अहिले नै के निर्देशन दिन चाहन्छु भने यहाँ एउटा कोठा बनाउनुहोस्, त्यहाँ चाहिँ एउटा बेड भए पुग्छ है, एउटा टेबल, एउटा कुर्सी। मन्त्रालयमा बस्ने। म त जहाँ बसे पनि, जहाँ गए पनि, जहाँ काम गरे त्यहीँ बस्ने बानी छ मेरो। हाम्रो बा मन्त्री भइसक्नु भयो, यहाँबाट निस्किनु लाउनु भयो होइन। कोट प्यान्ट लाएर है त।
मन्त्री भइरहेको छैन अहिले ए अझै मन्त्री हुनु भएन ए कसम खान हिँड्नु भयो है अब त ल खास कुरा के हो भने म र गल्लीको कुकुरमा फरक छैन किन सिरक ऊ 4 खुट्टे भयो म चाहिँ 2 खुट्टे भयो के कारणले फरक छैन भन्दाखेरि गल्लीको कुकुर भनेको त्यो भौतारिन्छ त्यो डुलुवा हुन्छ डुल्छ जता जानु मन लाग्यो डुल्छ कसैले दियो भने खान्छ कसैले खान दियो भने कसैको घरमा गएर पनि भुक्छ पनि हैन अब त्यो उसको चाहिँ कुनै चिज निश्चित हुँदैन क्या त्यसो लाइफ त्यसरी चाहिँ एउटा स्वतन्त्र रूपमा चलेको हुन्छ कसैले त्यसलाई साङ्लाले बाँधेर पनि राखेको हुँदैन हैन स्वतन्त्र रूपमा चलिरहेको हुन्छ म पनि त्यस्तै मान्छु एक्ज्याक्टली Good morning and thank you very much.